मैले काठमाडौँको भ्यू देखाउँछु हजुरहरूलाई। देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू। यता यो डाँडा छ नि, यो डाँडा। आज पुरा ह्याप्पी भइरहेछ मेरो छोरा चाहिँ, किनकि अब मैले आज मन्दिरमा ढोकी ढोकी गर्न लाउनु भएको छ। ढोकी गर्नुहोस्। यस्तो घाम छ कि साथीहरू, यस्तो घाम छ कि। यता हेलो नमस्ते नमस्कार एन्ड लास्ट साथीहरू, वेलकम ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ हजुरहरू सम्पूर्णलाई श्रीशान्तामा युट्युब च्यानलमा। मलाई एकदम सन्चै छ, हजुरहरूलाई पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ फेरि पनि न्यू डेली भ्लग लिएर आएको छु साथीहरू। हजुरहरू सामने यहाँ चाहिँ मेरो छोरा चुमुक भएर बस्नु भएको छ। कहाँ घुम्न जाने अरे, छोरी बनाइदिएको गाजर लाएर। गजब बेइज्जती है। हेलो गरिदिनु छोरा। हेलो नमस्ते नमस्ते। अनि चिम गरिदिनु न, धेरै नाचे पो गर्ने रहेछ। ए चिम्मा पनि गऱ्यो। छ्या बेच्छा। हामी कहाँ जाने रे अब? यहाँ घुम्न लगेन भने पुरा स्याहार हुनुहुन्छ मेरो छोरा चाहिँ। अब कहाँ जाने हो साथीहरू, छोराको इच्छा अनुसार चल्नुपर्ने हुन्छ। आमा भएपछि त ओछ्यानको हालत यस्तो छ कि चिम गरिदिनु त एकचोटि ल। ये फंस गया सीएम। मम्मीले भने खतरा चिम गर्नुभयो यता साथीहरू। मैले चाहिँ त्यही कारणले गर्दाखेरि कति दिन भएको थियो नि त भ्लग नले कस्तो। अब आज चाहिँ भ्लग ल्याउन लागिरहेको छु, त्यही पनि अब धेरै सुख भ्लग त होइन। यतातिर छोरासँग घुमेको डुलेको भ्यूहरू देखाउने छु हजुरलाई। काठमाडौँको भ्यू अहिले कस्तो छ त भन्ने। काठमाडौँ चाहिँ पुरै अहिले चाहिँ घाम लागिरहेको छ, टन्डरपुर घाम लागिरहेको छ साथीहरू। यो कपालको तालो नै जाने गरी घाम लागिरहेछ। घामतिर चाहिँ जान सक्दैन अहिले। त्यस्तै बेलुकाको 4 बजेको छ। हामी यतिखेर चाहिँ जान लागेको छु। कता छ र? घुम्न हिँड्न डुल्न भनिदिनु। उता जाने? साथीहरू हामी चाहिँ अहिले जान लागेको छु घुम्नलाई भन्दा नि यसो हावा खानालाई नि। अब साथीहरू यो काठमाडौँमा पुरा घुम्सेर कोठाभित्र कति बस्नु। सो हामी चाहिँ त्यही कारणले गर्दाखेरि बाहिर हावा खानको लागि पनि जानुपर्ने हुन्छ साथीहरू। किनकि मेरो लागि नभए पनि मेरो सानो कुन्डुलीको लागि पनि जानुपर्ने हुन्छ क्या, होइन? सानो छोराको लागि पनि जानुपर्ने हुन्छ। सो हामी चाहिँ जान लागेको। मैले काठमाडौँको भ्यू देखाउँछु हजुरहरूलाई। देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू। यता यो डाँडा छ नि, यो डाँडा चाहिँ तामाङ गाउँ पुरै। यो स्वयम्भूमा पनि पुरै तामाङ लामाहरू हुनुहुन्छ नि त। लामा तामाङ गाउँ हो यो चाहिँ। सो यता माथि गयो भने हैरकुम्पो पुग्छ। यता चाहिँ तामाङ गाउँ। यो डाँडा अर्को छ कि, यो चाहिँ सबैतिरसम्म छ। यो चाहिँ कहाँबाट नमुना जस्तो अग्लो भयो कि। यता देख्न सक्नुहुन्छ काठमाडौँको भ्यू आज कति राम्रो देखेको छ नि। यो चाहिँ काठमाडौँ थापा चोक सीता पाइलाबाट खिचेको भ्यू हो साथीहरू। यस्तो राम्रो देखेको छ कि। यस्तो घाम चाहिँ उता यो घरको पछाडि पुगिसकेको छ। हामी चाहिँ लाग्यौँ भन्नु छ र? भन न, हेलो गरिदिनु न। म गएँ, म खुसी भयो भन। आर ह्याप्पी कि नट ह्याप्पी? ह्याप्पी। आज पुरा ह्याप्पी भइरहेछ मेरो छोरा चाहिँ, किनकि अब मैले आज धेरै दिनपछि यसो हावा खाना निकाल्दैछु। हिजो अस्ति पुरा म चाहिँ ह्याङ भयो क्या, टाउको दुखेर बेसरी सुतेको कहीँ पनि जान पाएको थिएन। आज चाहिँ आज चाहिँ धेरै दिनपछि जान पाइरहेको छु, भ्लग बनाउनु पाइरहेको छु। यहाँ चाहिँ पुरा कस्तो ओह्रालो छ क्या बाटो पनि, अनि गाह्रो भइरहेछ। घाम चर्किरहेछ बेसरी, हिँड्न पनि गर्मी भइरहेछ। जसो तसो हिँडिरहेको छ आमा छोरा। यता नमस्ते गर्नु पर्दैन नि त। यहाँ मेरो छोरा चाहिँ यहाँ पूजा मन्दिरमा ढोकी गर्न लाउनु भएको छ। ढोकी गर्नुहोस्। ए नचलाउनु न त ढोकी गर्नु। यो चाहिँ महादेवको मन्दिर रहेको छ साथीहरू। भन्जी बजाउनुहुन्छ अब मेरो छोरा। अब यहाँ ढोकी गर्नुहुन्छ। ढोकी गर्नु सरस्वती मातालाई। यस्तो माहौल।
साथीहरू हामी चाहिँ हरसिद्धि पार्कमा आइपुगेको छौँ। यस्तो छ यो रोड क्रस गरेर आएको होइन। रोड क्रस गर्दा पनि कति गाह्रो भएको हो साथीहरू। मरे जुन हुन्छ त मलाई त यसो पुरा स्याड हुनु चाहिँ यता कस्तो घाम लागेर छ नि त पुरा इन्टरनेट चर्किरहेको छ घाम लागेर। सो हामी चाहिँ यता लाग्नुपर्ने हुन्छ सिक्किममा। यता चाहिँ पानी झर्ने कुरा हो। 3टा धारा छ है स्नान गर्ने के बोले भाइ? अब के बोले के छ थाहा? स्नान गर्नको लागि हामी चाहिँ यता पछाडि जान्छौँ शीतलमा। यता चाहिँ हल्का शीतल हुन्छ नि त साथीहरू। सो हामी त्यही भएर पनि आएको छौँ। यहाँ राखेर के भन्न चाहन्छु हामी आज साथीहरू मेरो साथी आउनु भएको छ होइन। मेरो घरमा चाहिँ साथी आउनु भएको छ। मेरो प्यारी पहिलेको साथी स्कुल पढ्दादेखिको साथी है। फेरि त्यही अहिले चाहिँ बिरामी कस्तो अलिक टाउको दुख्यो भनेर रुममै बसिरहेको छु पनि। ऊ चाहिँ हामी चाहिँ यता छोरालाई घुमाउनु पऱ्यो भनेर आएको हो कि खासमा यता चाहिँ। सो छोराको इच्छा विपरीत हिँड्नु पनि भएन। छोराको इच्छा अनुसार चल्नुपर्छ। हेर्नु न मलाई पिर्छ क्या फेरि। मलाई भुइँमा छोडेन अरे भनेर फेरि यस्तो छ कि साथीहरू छोड्ने बित्तिकै कुद्छ क्या पुरै 4 5 तर पर भएको छ। भनेको होइन साथीहरू हजुरलाई यस्तो हुन्छ क्या। मेरो छोरा चाहिँ पुरा छोड्ने बित्तिकै भएको छ। यस्तो राम्रो चौल छ यहाँतिर चाहिँ। यहाँ चाहिँ अहिले तत्कालको लागि चाहिँ यहाँ पानी यस्तो ड्रममा भरेको रहेछ कि अब यस्तो पानी यसरी चाहिँ कहाँ लाग्न लाग्यो फेरि। जेदेखि पनि चलाउनु पर्ने जेदेखि नि त्यहाँ त भुत छ भित्र छ र यताको चौर छ एउटा। यता पनि यस्तो छ यस्तो सुनसान बाटो छ। यो त हरसिद्धि माता मन्दिर रहेको छ साथीहरू। सो मेरो छोरा चाहिँ यता चल्दे साथ छोरा हजुर चलिदिनु भएको हो। यता निक्लिने बाटो यता निक्लिने बाटोमा होइन कि। यता जाउँ न एकचोटि एक राउन्ड घुमेर आऊँ न। यता एक राउन्ड घुमाउँ भनेको छोराले चाहिँ मान्दैन क्या साथीहरू। अब यहाँ चाहिँ पानी जमाउने कुरा ठाउँ हो कि भोलिपर्सि अहिले चाहिँ छैन। निर्माण कार्य सुरु हुँदैछ भर्खर। अब भोलिपर्सि चाहिँ यहाँ पानी जमाउँछ। अहिले चाहिँ यस्तो फोहोर रहेको छ कि बच्चाहरूले सबै खाएको जङ्क फुड खाएको फोहोरहरू सबै यसमै हालेको हुन्छ। सो अहिले चाहिँ कस्तो फोहोर छ भने भोलिपर्सि चाहिँ निर्माण कार्य भएपछि यहाँ फोहोर पनि फाल्न दिँदैन। बच्चाहरूलाई आउन पनि दिँदैन। सायद सफा हुन्छ साथीहरू भोलिपर्सि चाहिँ। यस्तो घाम छ कि साथीहरू यस्तो घाम छ कि यस्तो घाम लाग्यो म चाहिँ पा भएर मन लागिसक्यो है। पुरा पोलेर घामले पोलेर सानो भइसक्यो। यहाँ छोरा चाहिँ हिँड्न खोज्दै हुनुहुन्छ। यस्तो घाममा पनि हिँड्दैछ। लास्टै ओभरै पोल्ने कि साथीहरू। ओभरै कस्तो घाम लागिरहेछ नि त फेरि। काठमाडौँको मौसम आजभोलि फेरि धेरै चर्को छ। सो साथीहरू अहिले चाहिँ मेरो छोरा गेटमा खेल्दै हुनुहुन्छ कि। अनि म चाहिँ शीतल रहेछ कि यतापट्टि चाहिँ अलिक शीतल रहेछ यता साइडमा चाहिँ। सो शीतल चक्लेट खाँदैछ क्या। सो यो शीतलमा चाहिँ एकछिन आराम गर्दैछ कि साथीहरू। उताबाट हिँड्दै चाहिँ छोरा बोक्दै आएको पुरा गल्यो क्या। त्यही भएर यहाँ शीतल तारिरहेको छ। उता मान्छेहरू चाहिँ मान्छेहरूले हेरिरहेको छ क्या। होस् हेर्नुलाई के हेर्नु पऱ्यो हामी छोडिँदैन। छोराको हालत चाहिँ यस्तो रहेको छ। चौर छ कि मेरो साथी यता आएको भए चाहिँ खुब रमाइलो हुन्थ्यो कि। मेरो साथी चाहिँ आउनु मानेन कि किनकि उसलाई अन्त नारायण टारदेखि आएको हो नि त जोरपाटीदेखि गाडी लागेछ। अनि पुरा टाउको दुखिरहेको छ अरे। अनि नजाने तिमीहरू जाऊ भन्यो। अनि हामी चाहिँ आयौँ। चाहिँ यता चाहिँ स्कुल रहेको छ गभर्मेन्ट स्कुल श्री जनउदार सेकेन्डरी स्कुल रहेको छ साथीहरू। नाटक पनि नमस्ते गर्नु न। कहाँ त्यस्तो गर्छ त अनि हनुमानजीको टाउकोमा पेट पो गर्नुहुन्छ। नमस्ते ढोकी गर्नुहोस्। मेरो छोरा क्युट छैन त साथीहरू भन्नु त लु। मलाई त क्युट लाग्छ हो मेरो छोरा। किनकि आफ्नो सन्तान प्यारो हुन्छ भन्छ त्यही भएर पनि होला। पुरा मजाले यहाँ चाहिँ हावा लागिरहेछ। पुरा शीतल भइरहेछ अहिले चाहिँ। हामी यता नदीको कारणले पुरा शीतल भइरहेछ साथीहरू। साथीहरू हामी चाहिँ एकछिन आए त घर सिटीमा आएर बस्यौँ। पुरा कोही ठाउँमा घाम कोही ठाउँमा
शीतल रहेको छ। सो त्यही भएर हामी चाहिँ अहिले लाग्न लागेको छु हरसिद्धि पार्कबाट उता घर लाग्न लागिरहेको छ है साथीहरू, किनकि अब यहाँ धेरै बेर छोरा बस्दैन, त्यही कारणले पनि हामी चाहिँ लाग्नुपर्ने हुन्छ। त न्यान न्यान भन्दै हिँड्दै हुन्छ। सो हामी चाहिँ साथीहरू हामी चाहिँ लाग्यौँ। साथीहरू हामी चाहिँ हरसिद्धि पार्कबाट थाकेर पुरा बेहोस भएर साथीहरू घाम यस्तो पोलिरहेको छ थाकेर यहाँ बस्यो। साथीहरू हामी चाहिँ यहाँ फुपूकोमा आएर बसेको, अनि यहाँ यता चाहिँ यसो चाहिँ नथाकिकन यसरी भागिरहेको छ साथीहरू। यस्तो पनि हुन्छ र पारा भने मम्मी यहाँ थाकिसक्यो, पुरा लाट भइसक्यो, तर छोरा थाक्ने होइन होइन, थाक्यो नि पुरा थाक्यो। मेरो वान क्लासको कपडा किन्यो, जुत्ता पनि किन्यो हो र, पर्दैन देखाउने भन्छ के साथीहरू। यस्तो छ, कस्तो पसिना आएको नि साथीहरू, कस्तो गाह्रो हुँदो रहेछ नि त। त्यहाँबाट यहाँ आउँदा पनि लगभग 5 मिनटको फरक होला, त्यहाँबाट यहाँ आउन नि बस्नु बल्ल आइपुग्यो। यस्तो भयो।